नमस्कार सबैलाई साथीहरू। यतिखेर पोखरा महानगरपालिका 33 डाँडा गाउँमा छु र डाँडा गाउँबाट देखिने वरिपरिका दृश्य देखाइरहँदा पोखरा आफैमा पनि सुन्दर पर्यटकीय ठाउँ हो। यतापट्टि देख्न सक्नुहुन्छ अन्नपूर्ण हिमाल, त्यसैगरी माछापुच्छ्रे हिमाल यो बीचको, अनि अलि यता सरौँ यो धौलागिरी हिमाल र सँगै यो डाँडाबाट हेर्दा पोखराको सिटी पनि मजाले देखिएको छ। सिटी भन्नाले बजार, पोखरा बजार र सँगै अन्तर्राष्ट्रिय विमानस्थलबाट को दृश्य पनि यहाँबाट मजाले देख्न पाइन्छ। हेर्नुस् त, आफैमा पनि पोखरा रमाइलो ठाउँ हो। वरिपरिको हरियाली दृश्यसँगै प्रकृतिको सुन्दर रूप पनि देखिएको छ। अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरी हिमालसँगै तल बसेको यो पोखरा सिटी हो। हामी यतिखेर पोखराको डाँडा गाउँमा छौँ। वरपरको दृश्य देखाउँ यताउताको। हेर्नुहोस्, आफैमा पनि राम्रो ठाउँ। अझ यो ठाउँमा पूर्वाधारको हिसाबले पनि विकास भएको ठाउँ हो र पहिलाको एमालेको नेता रविन्द्र अधिकारीको ठाउँ पनि यही हो। यहाँ तलको गैरा गाउँमा उहाँको घर थियो। उहाँ प्लेन दुर्घटनामा परेर देहान्त भइसक्नु भएको छ।